आज भने चाहिँ हाम्रो यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ बिरालो मरेछ है। यो हिजो अस्ति नै कहिले मरेको अनि हामीलाई चाहिँ थाहै भएको थिएन क्या। हाम्रो घरमा आएर मरेको चाहिँ यो बिरालो चाहिँ हुनु चाहिँ हाम्रै गाउँको हो। अनि हाम्रो घर वरिपरि सबैतिर आएर चाहिँ राति उदो खानाहरू खाने सबैको घरतिर गएर एकदम राम्रो थियो क्या सेतो बिरालो। माउ हो, यसको 2टा बच्चा पनि छ अहिले होइन। योभन्दा पहिला 2टा बच्चा थियो तर के भएर मरे कसले के दियो थाहा छैन। मुखमा पनि सधैँ आउँथ्यो होइन। राति उदो मासुहरू ल्याएको बेलामा पनि आउँथ्यो, अरू बेला पनि आउँथ्यो। बच्चाहरू थियो क्या यसको बच्चाहरू पनि। योभन्दा अगाडिको बच्चा चाहिँ 3टै के भन्छ डाङ्गोले टोक्रा मारेको थियो नि त। त्यसको बादमा फेरि बच्चा भयो, 2टा बच्चा चाहिँ बाँचेको थियो। 3टामा 2टा चाहिँ बाँचेको थियो, त्यो पनि कता छ थाहा छैन। 3 दिन 2 दिन भइसक्यो मरेको। अहिले चाल पाउँदैछ हामीले। आमाले आज के भन्छ त्यो ग्यास मुनि हेर्दाखेरि चाहिँ मरिरहेको रहेछ है। माया लागिनु छ। अब चाहिँ यो बिरालो लगेर म गाडिदिन्छु है, फ्याँक्दिनँ म, लगेर खनेर मजाले नै गाडिदिन्छु। जाउँ भाइ जाउँ एकछिन, यसलाई म खनतिर फर बोक्छु कि गाडी किनौँ न ल। पर लगेर फ्याँक्नु हुँदैन कि गाडिदिनु पर्छ बिचरा यार। यता गाडिदिउँ ल। यता अलिअलि पहिरो बनाएर गाडिदिउँ न ल। जग्गा फाइनली हामीले यति खनिसकेका छौँ होइन। किनकि धेरै खन्नु पर्दैन बिरालोलाई, सानो छ। बाख्रा कुकुरहरू भएको भए चाहिँ अलिक धेरै खन्नु पर्थ्यो, अलिक ठुलो खाल्डा खन्नु पर्थ्यो। तर बिरालो सानो भएकोले गर्दाखेरि अलिक कम्ती खन्दा पनि हुन्छ। अनि हामीले चाहिँ नफ्याँकिदिएको बिरालोलाई, किन भन्दाखेरि फ्याँक्यो भने फेरि कुकुरहरूले बोकेर फेरि गाउँतिरै ल्याउँछ भनेर चाहिँ हामीले चाहिँ गाडिदिने नि त। बिचरा सधैँ आउँथ्यो खाना खानु। अब के गर्छ त, अब यति दिनै रहेछ बिचराको। अब देख्दैन नि बिचरालाई।